बुटोल उपमहानगरपालिका वडा नम्बर 11 को वडा कार्यालयमा आएका छौँ। यहाँ हामीसँग वडा कार्यालयका वडा अध्यक्ष रामचन्द्र छेत्रीजी हुनुहुन्छ। उहाँसँग हामी केही कुराकानी गर्नेछौँ। वडा अध्यक्षज्यू आराम हुनुहुन्छ? एकदम आरामै छ। अहिले जुन योजनाको कामहरू 1 लाखदेखि 5 लाखसम्मको प्राय यो योजनाको कामहरू गर्न सकिएन, ठेकदार पाइएन भन्ने भयो, अथवा मूल्य समायोजन भएन भन्यो। अब समय पनि सकिएको अवस्था छ, धेरै दिन छैन। अब कामहरू चाहिँ भएकै छैन। यस्तो अवस्थामा चाहिँ धेरै जनसमुदायको समस्याको रूपमा चाहिँ तपाईँसँग म ल्याएको चाहिँ के भन्न चाहनुहुन्छ? यो योजनाको कामहरू गर्ने कि नगर्ने अथवा कसरी गर्ने? यहाँको टोल विकास संस्था अथवा जनताले माग गरे अनुसार रकम विनियोजन भएको छ। बुटोल उपमहानगरपालिकाबाट वडा कार्यालयबाट त्यो विनियोजन भएको छ। त्यो उपभोक्ताबाट गरिने योजनाहरू चाहिँ भनेर दिएको हुँदाखेरि उपभोक्ताले गर्नुपर्ने हो। उपभोक्ताले चाहिँ मैले ठेकेदार पाइनँ भन्न त पाइन्न होइन। ठेकेदारमा दिने गरी चाहिँ उपभोक्ताले दिएकै होइन, उपभोक्ता आफैले गर्नलाई दिएको हो। तर आफैले गर्दाखेरि पनि अहिले अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल भएको अवस्थामा त्यो अलि धेरै इन्धनको भाउहरू बढेको, सबै महँगी बढिरहेको, सबै सामग्रीहरू चाहिँ डबल भइरहेको अवस्थामा त्यो काम गर्न असजिलो भएको छ। र यहाँको प्राविधिक इस्टिमेट गर्दाखेरि चाहिँ पुरानो दर रेट अनुसार गर्नुपर्ने र अहिलेको त्यो दर रेटभन्दा डबल भइसकेको कारणले गर्दाखेरि त्यसलाई चाहिँ त्यो हिसाब किताब मिलान गर्नै गाह्रो हुने भएको हुनाले सबै उपभोक्ताहरूले काम गर्न सक्नु भएको छैन। कतिपय उपभोक्ताहरूले चाहिँ यसलाई टेन्डरको प्रक्रियामा लैजानु पर्यो भने टेन्डरको प्रक्रियामा लैजानु भएको छ र नगरपालिकाबाट चाहिँ त्यसलाई टेन्डरको रूपमा पनि अहिले चाहिँ टेन्डर पनि खोलिसकेको अवस्था छ, कुनै अझै बाँकी नै छ। उपभोक्ताले सम्झौता गरिसकेका योजनाहरूलाई अब त्यसलाई गर्न सकिने अवस्था पनि छैन, नगर्न भन्न पनि मिल्दैन। त्यसले गर्दाखेरि चाहिँ अब एउटा मात्रै उपाय के छ भन्दाखेरि यसलाई क्रमागत रूपमा लैजाने, अर्को साललाई त्यो निरन्तरता दिएर क्रमागत रूपमा लैजानु बाहेक अरू चाहिँ उपाय छैन, जसले गर्दाखेरि जनताहरूलाई पनि राहत हुनसक्छ र चाहिँ काम पनि हुनसक्छ। क्रमागत रूपमा लैजाने भन्नाले कसरी अलि बुझ्ने भाषामा भनिदिनुहोस् न। क्रमागत चाहिँ योजना क्रमागत लैजाने। अहिले 4 लाख रुपियाँ परेको छ, 5 लाख रुपियाँ अथवा 10 लाख रुपियाँ परेको छ भने त्यसलाई चाहिँ अर्को सालमा गर्ने गरी क्रमागतको रूपमा योजना क्रमागतमा लैजाने भनेको हो। यो चाहिँ योजनाको भाषा रहेछ। क्रमागत भन्ने बित्तिकै अर्को साललाई जस्ताको तस्तै सारेर लैजाने हो। समयलाई लम्ब्याउने भन्दा नि अर्को सालमा पनि क्रमागत योजनामा चाहिँ उल्लेख गर्न पर्यो, बजेटमै उल्लेख गर्नुपर्ने हुन्छ। त्यसरी चाहिँ बजेटमै उल्लेख गरेर क्रमागत योजना भनेर चाहिँ भनिसकेपछि अहिले गर्न नसकेको अर्को साल फेरि गर्न सकिन्छ। त्यसरी चाहिँ लैजाँदा उपयुक्त हुन्छ। अहिले हामीले पनि लबिङ त्यही अनुसार गरिरहेका छौँ। कोहीको अब आवश्यकता नभएको ठाउँहरूको चाहिँ त त्यो त्यसै ल्याप्स पनि हुने भयो। यो साल काम नगरेपछि त्यसलाई यहीँ स्थगित पनि हुने भयो। तर कोही गर्नै पर्ने काम गर्न नसकेको अवस्था अन्तर्राष्ट्रिय प्रतिकूल अवस्था भएको हुनाले त्यसलाई चाहिँ क्रमागत रूपमा योजनालाई चाहिँ अर्को साल गर्ने गरी बजेटको व्यवस्था गर्ने भन्ने कुराहरू चाहिँ हामीले पनि कुरा राखेका छौँ। कतिपय योजनाहरू त्यसरी नै जान्छ। हुन्छ। एउटा अन्तिम प्रश्न राख्न चाहन्छु। यो कतिवटा टोलहरूमा चाहिँ धेरै बजेट पर्ने भन्ने कुरा आउँछ, अनि कतिवटा टोलमा बजेटै नपर्ने भन्ने कुरा आउँछ। यो खास भेदभाव भएको हो कि के भएको, यसलाई केही भनिदिनुहोस्। होइन, यस्तो छ। टोल विकास संस्थाहरू पनि कसैले अध्यावधि गरेका छन्, कसैले गरेका छैन। वर्षौँसम्म 10औँ वर्षसम्म आफै अध्यक्ष मात्रै भएर बस्ने, त्यो चाहिँ टोल निष्क्रिय भएको चाहिँ भन्ने बुझिन्छ। त्यस्ता टोलहरूमा चाहिँ अध्यावधि गर्न गरून् र प्रेसर होस् भनेर त्यस्ता टोलहरूलाई बजेट अलि कम गरिदिएको हो। कम भन्नाले कोहीलाई चाहिँ नदिएको पनि हो र अध्यावधि भइसकेका टोलहरूलाई चाहिँ बराबर गरिएको छ। कुनै टोललाई कमी र बेसी पनि गरिएको छैन। र समानुपातिक वितरणका आधारमा चाहिँ काम गरिएको छ। वडा कार्यालयबाट नगरपालिकाबाट समानुपातिक विकासलाई अवधारणा अप्नाएर गरिरहेको हुन्छ भने केही 2-3टा हाम्रो वडामा ठुला टोलहरू छन्। कोहीमा सानोतिनो 2टा सडकहरू 3टा सडकहरू भएका टोल छन् भने कोही ठाउँमा 32वटा सडक भएका टोल पनि छन्। ती 32वटा सडक भएका टोलहरूलाई चाहिँ हेर्न पर्ने भएको हुनाले 2टा योजना पनि पर्न सक्छ। त्यही कुरा हो। हस्, समयको लागि धन्यवाद। धेरै धन्यवाद छ यहाँलाई।